सस्तो चाहियो ल आयो सस्तो साथीहरू हलेसी अर्डर प्राइसमा तपाईहरुले 45,000 देखि स्कुटी र 60,000 देखि बाइक पाउन सक्नुहुन्छ आयो सस्तो स्कुटर गोदामबाट डाइरेक्ट गोदामबाट यो 50,000 यो 70,000 यो 80,000 बाइकमा नि देख्न सक्नुहुन्छ राजा बाइक गरेर रहेको छ देख्न सक्नुहुन्छ एफआई टेक्नोलोजी वाला यो के त रिबन रहेको छ जिक्सर भयो रोनिन भइहाल्यो एफजेड V2 220 पल्सर स्प्लेन्डर 1,05,000 75,000 80,000 1,80,000 र 1,05,000 को साइन पनि टन्नै रहेको छ चाहे सस्तो खालको डियो हो चाहे सस्तो खालको एन्ट्रक होस् एप्रिला साइन र पठाउ इन्डिया गर्ने दाजुभाइहरूलाई विशेष अफर हलेसी अर्डर इन्भाइसको जुन काठमाडौँ पुरानो बानेश्वरमा रहेको छ आज शुक्रबार भिडियो अपलोड हुँदैछ र भोलि शनिबार र आइतबार पनि बिदाको दिन पनि पसल खोल्नेछ र इफ इन केस तपाईँहरू आउन चाहनुहुन्छ भने एक्सचेन्जमा फेसिलिटी पनि रहेको छ भने इफ इन केस स्क्रिनसट लिइरहनु भयो भने तपाईँले डिस्काउन्ट पनि पाउन सक्नुहुन्छ सस्तो चाह्यो भन्नेहरूलाई सस्तो आइसकेको छ 45,000 देखि स्कुटी र 60,000 देखि बाइक रहेको छ भने भिडियो अन्तिमसम्म हेर्नु होला र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला So I'ma do this every day. I'll be writing till I'm fucking buried in my grave. 6 feet deep, but my body won't decay. Cause my messages are kind. Hello, what's up, beautiful people? It's your host Nepal On. This is from Kathmandu city, and as you can see, this is Nepal On city. Welcome back to another exciting episode of Nepal On. I hope so. सन्चै हुनुहुन्छ होला र म पनि आज सम्म सन्चै छु। थम्बनेल टाइटल अनुसार मैले भनिहालेँ हलेसी अर्डर इन्भाइसको आज पालो परेको छ। हिजोको दिन नेपाल On हेरेर धेरैजना आइदिनु भएको रहेछ। हजुरहरू सबैलाई मनमुरीदेखि नेपाल Onको टिम तर्फबाट धन्यवाद दिन चाहन्छु र स्क्रिनमा म अहिले नम्बर राखिदिन्छु। भावेश ब्रदर यहाँको एकदम मजाको हुन्छ साथीहरू मिलाएर दिनुहुन्छ र स्पेशली नेपाल On हेरेर आउनु भयो भने त तपाईले स्क्रिनशटमा चाहिँ मजाको डिस्काउन्ट पनि पाउन सक्नुहुनेछ है र एज यु क्यान सी यो चाहिँ लोकेसनको बारेमा कुरा गर्नु पर्दाखेरि पुरानो बानेश्वर चोक यहाँबाट 5 घर माथि रहेको छ सिधा जानुहुन्छ भने तपाईँ मिड बानेश्वर संसद भवन नयाँ बानेश्वर पनि पुग्नु सक्नुहुनेछ भनेपछि लेफ्ट साइडमा हलेसी अर्डर इन्भाइसको यत्रो ठुलो बोर्ड देख्न सक्नुहुन्छ आएर भिजिट गरेर टेस्ट ड्राइभ गरेर मजाले चिनाएको साथीभाइ मिस्त्री बोलाएर पनि ढुक्क पाराम टेस्ट ड्राइभ गरेर लिएर जान सक्नुहुनेछ भने मैले अघि नै इन्ट्रो दिँदाखेरि भनेको थिएँ आज शुक्रबार फ्राइडेको दिन यो भिडियो अपलोड हुन्छ भने भोलिको दिन शनिबार र आइतबार पनि पसल खुल्ला रहनेछ आइतबार त त्यसरी खुल्ला रहने भइहाल्यो तर कस्टमरहरूको डिमान्ड अनुसार इफ इन केस तपाईँ भोलि शनिबार हुनुहुन्छ भने बिदाको दिन आएर मजाले टक्क आफू चिनाएको साथीभाइ मिस्त्री बोलाएर ढुक्क पाराम टेस्ट ड्राइभ गरेर लिएर जान सक्नुहुन्छ भने फर्स्टमा म यो चारवटा सिङ्गल ह्यान्डल देखाउन चाहन्छु स्पेसली डियो ग्राजिया अथवा हाम्रो अर्को डियो अथवा एन्ट्रक खोज्नेहरूलाई खुसीको खबर है यसमा पनि स्पेशल डिस्काउन्ट रहेको छ इफ इन केस तपाईँहरू आउनुभयो भने है र एउटा हेलमेट पनि अफरमा छ लिने गरी आउनुहोस् तपाईँलाई बनाउनु पनि केही छ भने तुरन्त अन द स्पट बनाएर दिन्छ भने तपाईँलाई नेगोसिएबल पनि भइ नै हाल्छ है फर्स्टमा म यो 93 लटको देखाउन चाहन्छु देख्न सक्नुहुन्छ है चारवटाको टायरको लुक्सदेखि लिएर बडी फिनिसिङ चकाचक छ 93 लटको 1,35,000 मा यो सिंगल ह्यान्डेड आफ्नो पाउन सक्नुहुन्छ जुन तपाईँको 19 मोडलको रहेको छ है 114 लटको ग्राजिया रहेको छ यो पनि सिंगल ह्यान्डेड भइहाल्यो 20 मोडलको 1,45,000 मा यो ग्राजिया अरेन्ज कलर मिक्समा तपाईँहरूले आफ्नो पाउन सक्नुहुन्छ देख्न सक्नुहुन्छ बडी फिनिसिङ चकाचक छ है 138 लटको रहेको छ यो पनि होन्डाको भइहाल्यो इफ इन केस चाहिएको छ भने 22 मोडल यो पनि 2,05,000 मा तपाईँले यो आफ्नो पाउन सक्नुहुन्छ जुन तपाईँको ग्रे कलर टचअपमा तपाईँको ग्राजिया नै भइहाल्यो है इफ इन केस चाहिएको छ भने आउन सक्नुहुन्छ देख्न सक्नुहुन्छ ग्राजिया रहेको छ स्लाइडिङ पोस्टर र तपाईँको यसमा एफआई टेक्नोलोजी BS6 मोडल भएको कारणले गर्दाखेरि यसको पनि तपाईँको पर्फर्मेन्स वाइज स्कुटर फार बेटर छ र इफ इन केस चाहिएको छ भने यो पनि सिंगल ह्यान्डेड मैले भनिहालेँ टायरको लुक्सदेखि लिएर बडी फिनिसिङ देख्न सक्नुहुन्छ चकाचक रहेको छ यसको लागि आउन सक्छ भने हामीसँग 135 लटको रहेको छ यो पनि तपाईँको 21-22 को मोडलको भइ नै हाल्यो 22 को मोडल भन्दा नि फरक नपर्ला यो पनि तपाईँको सिंगल ह्यान्डेड भइहाल्यो रेड र तपाईँको ब्ल्याक कलर टचमा रहेको छ एन्ट्रक भनेपछि भन्न नपर्ला 135 लटको तपाईँहरूले यो पनि 22 मोडलको 1,75,000 मा सिंगल ह्यान्डेड नन एफआईमा तपाईँहरूले पाउन सक्नुहुन्छ है भ्यालु फर मनी हो कि होइन एकचोटि विचार गरी हेर्नुहोस् अरू पनि ट्याली गरी हेर्नुहोस् र त्यो अनुसारमा नेगोसिएबल चाहिएको छ मैले भनिहालेँ है आउनुहोस् भोलि शनिबारको दिन पनि बिदा हुनेछ है त्यसपछि हामीसँग 220 ज्याद्रो बाइक रहेको छ देख्न सक्नुहुन्छ एउटा 82 लटको रहेको छ एफजेड पनि छ रोनिन पनि छ भनेपछि 82 लटको म देखाउन चाहे जुन तपाईँहरूले यो 1,40,000 मा मजाले आफ्नो ढुक्क पारामा टेस्ट ड्राइभ गरेर बनाउन सक्नुहुन्छ र वान अफ माई फेभरेट बाइक भनिहालेँ राङ्गो बाइक भन्छु अबदेखि म यो सम्धी बाइक होइन साथीहरू मिडल क्लास फ्यामिलीको नेपालहरूले जहिले नि भन्छ 150 पल्सर भनेको हामी मिडल क्लास फ्यामिलीको ढुकढुकी हो र प्लस यो 220 भनेको एउटा राङ्गो बाइक हो है राङ्गो भैरव भन्दा नि केही फरक नपर्ला है ज्याद्रो बाइक हो 16-17 मोडलको इफ इन केस तपाईँलाई चाहिएको छ भने बलियो एकदम बलियो मेन्टेन गरेर चलाउँछु भन्यो भने पनि अब त धेरै राम्रो एफआई टेक्नोलोजीवाला बाइकहरू त अब यस्तो कार्बोरेटर भर्जन त आउँदैन अहिले एफआईले नै मार्केट खाइसक्यो त्यही भएर यही पुरानो मोडलले चल्न मन छ भने यो पनि पर्फेक्ट भ्यालु मनी हुनसक्छ 82 लटको म फेरि पनि भनिदिउँ पहिला 1,45,000 मा राखेको अहिले 1,40,000 मा 5,000 फ्ल्याट डिस्काउन्ट भइसक्यो त्यसमा पनि नेगोसिएबल चाहिन्छ आउनुहोस् एकचोटि है टायरको लुक्सदेखि लिएर बडी फिनिसिङ ब्ल्याक कलरमा चकाचक रहेको छ भने 86 लटको हामीसँग एफजेड V2 रहेको छ देख्न सक्नुहुन्छ यो चाहिँ तपाईँको कम्ब्याट ग्रिनमा भइहाल्यो सिंगल डिस्क रहेको छ एफआई भर्जनमा तपाईँले धेरै नै रुचाउने अहिले एफआई टेक्नोलोजीवाला राम्रो कसको त एज कम्पेयर टुको बजाज भन्दा पनि तपाईँको यो पहिलेदेखि चलाएर आएको एफआई टेक्नोलोजी एकदम राम्रो यो साइड नलेज है साथीहरू नरिसाउनुलाई धेरै बोल्यो भनेर 86 लटको देख्न सक्नुहुन्छ टायरको लुक्सदेखि लिएर बडी फिनिसिङ जेन हुन्छ 86 लटको पनि तपाईँले 1,55,000 मा आफ्नो पाउन सक्नुहुनेछ भने हामीसँग एउटा फ्रेस कन्डिसनको 163 लट 25-26 मोडल भन्दा नि फरक नपर्ला देख्न सक्नुहुन्छ ब्रान्ड न्यू छ ब्रान्ड न्यू
देखिन्छ टायरको लुक्सबाट थाहा हुन्छ यो चाहिँ के भन्दाखेरि टिभिएसको रोनिन युएसडी फोक्सदेखि लिएर तपाईँको राइडिङ क्वालिटी पनि एकदम राम्रो एभिएसदेखि लिएर सबै चिज डुअल एभिएस सबै चिज हुन्छ यसमा चाहिँ है टिभिएसको एउटा वान अफ द फेभरेट प्रोडक्ट हो यो है डिआरएलदेखि लिएर देख्न सक्नुहुन्छ टिएफटी डिआरएल त्यो पनि इन्स्ट्रुमेन्ट कस्टर पनि ठिकठाकै छ यसको गोलो टाइपको हुन्छ अलिकति क्रुजर वेट टाइपको पनि छ यो अलिकति भनौँ न रोनिनको आफ्नो कस्टमर भ्यालुएसन पनि छुट्टै रहेको छ इफ इन केस चाहिएको छ भने यो पनि 163 लटको 26 मोडल भन्दा नि फरक नपर्ला यो चाहिँ तपाईँको रहेको छ टिभिएसको रोनिन जुन तपाईँको 225 सीसीमा हुन्छ यो पनि फार बेटर बाइक हो 3,95,000 जुन तपाईँको 3,000 मात्र रनिङ भएको छ टायर लुक्स पनि थाहा हुन्छ है 3,000 मात्र रनिङ भएको सर्भिसिङ हिस्ट्री बुकदेखि लिएर तपाईँको डबल चाबी सबै हुन्छ यो पनि भ्यालु फर मनी हो इफ इन केस तपाईँ सोरुम जाँदै हुनुहुन्छ टिभिएस रोनिनको लागि भनेपछि नजाँदा हुन्छ यो पनि एउटा पर्फेक्ट भ्यालु फर मनी बाइक हो है आउनु सक्नुहुन्छ 163 लट सिंगल ह्यान्डेड म फेरि पनि भन्न चाहे 3,000 मात्र रनिङ भएको 3,95,000 आफूमा आउनु सक्नुहुन्छ भने एउटा हिरो बाइक राखेको छ है वान अफ माई फेभरेट बाइक है सुजुकीले कमब्याक गर्ने कोसिस त गरिरहेको छ अब हेरौँ के हुन्छ भोलिको दिनमा जिक्सर पुरानो मोडल भन्दा पनि यो पनि एकदम फार बेटर बाइक हो जुन तपाईँको एफजेड V2 भन्दा पनि राम्रो लाग्छ मलाई चाहिँ यो है यो चाहिँ 121 लटको 21 मोडल भइ नै हाल्यो जुन 1,75,000 प्राइस कोटेड गरेको छ र सिंगल ह्यान्डेड हो 31,000 रन भएको छ भनेर भन्नुभएको छ ब्ल्याक कलरमा भइहाल्यो यो नयाँ हेडलाइट भएको तपाईँले इफ इन केस खोजिरहनु भएको छ भने पर्फेक्ट अप्सन हुनसक्छ यसको माइलेज राइडिङ पोस्चर र तपाईँको एउटा हुन्छ नि बाटोको पेसेन्स पनि एकदम राम्रो छ इफ इन केस तपाईँहरूलाई चाहिएको छ भने मैले भनिहालेँ 121 लटको 1,75,000 31K मात्र रनिङ भएको तपाईँहरूले यो ब्ल्याक कलरको सुजुकी आफ्नो पाउनु सक्नुहुनेछ है त्यसपछि अर्को एउटा राजा बुलेट राजा भनेर भनौँ अर्को एउटा रहेको छ बाइक जुन तपाईँको रोयल इनफिल्डको भइ नै हाल्यो जुन रहेको छ FI भर्जनमा अहिलेको रिबन भनेर भनौँ 147 लटको रहेको छ यो पनि फार बेटर बाइक हो इफ इन केस आएको छ भने यसको लागि पनि आउनु सक्नुहुनेछ जुन 4,55,000 प्राइस कोटेड गरेको छ यो चाहिँ 23 को मोडल भइ नै हाल्यो इफ इन केस तपाईँ सोरुम जानु पऱ्यो भने यही भेरिएन्टको तपाईँलाई 6 लाखसम्ममा पर्न आउँछ किन भनेर भन्दाखेरि त्यसमा चाहिँ तपाईँको नम्बर प्लेट यो तपाईँको लेग गार्डहरू दिँदैन र यो चाहिँ तपाईँको डुअल एबिएस र तपाईँको डुअल डिस्क भइहाल्यो है त्यो कारणले गर्दाखेरि चाहिँ अलिकति तपाईँको अरूको दाँजोमा चाहिँ 147 लट भएको कारणले सिंगल डिस्क एज कम्पेयर टु अलिकति महँगो यो चाहिँ तर 147 लट 23 मोडल भनेपछि 4,55,000 पनि नट अ बिग डिल 17,000 मात्र जेन्युन किलोमिटर रनिङ भएको रिबनै खोजिरहनु भएको छ भने पनि यो गन मेटल ग्रे कलरमा तपाईँले आफ्नो बनाउन सक्नुहुन्छ सिंगल स्क्र्याच छैन देख्न सक्नुहुन्छ 17,000 रनिङ भएको टायरको लुक्स पनि गजबै रहेको छ सायद मेरो विचारमा सिटी ओरिएन्टेडमा चलाएको हुनसक्छ है पछाडिको पनि तपाईँलाई मजाले देखाइदियो ब्ल्याक कलर टचमा साइलेन्सर पाइपमा पनि तपाईँको स्क्र्याचेसहरू छैन इफ इन केस चाहिएको छ भने यसको लागि पनि छिट्टोभन्दा छिटो आउनु सक्नुहुन्छ ग्राउन्ड मेटल ग्रेमा तपाईँको FI वाला रिबन जुन 4,55,000 हलेसी अटोमोबाइल्सले प्राइस कोटेड गरेको छ 23 को मोडल 17,000 मात्र रनिङ भएको सिंगल डबल डुअल एभिएस अब डबल च्यानल एभिएस डुअल एभिएस भन्दा नि केही फरक नपर्ला है त्यसपछि हामीसँग 95 लटको एप्रिला रहेको छ जुन तपाईँले 1,25,000 मा बनाउन सक्नुहुन्छ टायर लुक्स देख्न सक्नुहुन्छ गजबै रहेको छ इफ इन केस 150 SR मा तपाईँले एप्रिला खोजिरहनु भएको छ भने यो पनि फार बेटर स्कुटी हुनसक्छ है त्यसपछि यहाँ तपाईँको गोदामभित्रै सानो एउटा देखाइदिएँ म तपाईँलाई 45,000 मा रहेको छ यो अहिले पनि गएको छैन सिंगल ह्यान्डेड हो भनेर भन्नुभएको छ इफ इन केस चाहिएको छ भने देख्न सक्नुहुन्छ 39 लटको 45,000 पनि नट अ बिग डिल एउटा हेलमेट पनि अफरमा पाइहाल्नुहुन्छ भनेपछि यसमा पनि नेगोसिएबल हुन्छ कि लिने गरी आउनु साथीहरू ढुवानी गर्ने साथीहरूलाई स्पेसली म रिकमेन्ड गर्न चाहन्छु पहिला पनि भनेको है यस्तो टाइपको स्कुटरहरू चाहिँ किराना पसलको दिदीबहिनीहरू र दाजुभाइहरूलाई म रिकमेन्ड गर्न चाहन्छु तपाईँको सामानहरू केही राखेर यहाँ पनि राख्न मिल्यो यहाँ पनि राख्न मिल्यो चौचौको कार्टुन पानीको जार सिलिन्डरहरू पनि अट्छ त्यही भएर एउटा सिटी ओरिएन्टेड सामान ढुवानी गर्नलाई र सिक्नलाई चाहिँ 45,000 नट अ बिग डिल यसमा पनि तपाईँको नेगोसिएबल हुन्छ कि आउनुहोस् एकताल एकचोटि भिजिट गर्नलाई प्लेजर तपाईँलाई इफ इन केस चाहिरहेको छ भने है त्यसपछि म यहाँ भित्र देखाउन चाहेँ साथीहरू यहाँ पनि रहेको छ प्लस यहाँ गोदाममा पनि रहेको छ अहिलेपछि म गोदामको पनि तपाईँहरूलाई देखाउँछु मैले भनिहालेँ हिजोको दिन धेरैजना आइदिनु भएको छ सबजनालाई धन्यवाद दिन चाहन्छु 110 लटको रहेको छ हामीसँग यो चाहिँ के भनेर भन्दाखेरि सुपर स्प्लेन्डर रहेको छ इफ इन केस चाहिएको छ भने छिट्टोभन्दा छिटो आउनुहोस् 1,05,000 प्राइस कोटेड गरिएको छ के भन्दाखेरि यो सुपर स्प्लेन्डरको है 1,05,000 मा चाहिँ तपाईँले यो रेड कलर फिनिसिङमा पाउन सक्नुहुन्छ एलो व्हिल रहेको छ यसमा तपाईँको किक पनि भइहाल्यो त्यसपछि सेल पनि रहेको छ यो पनि फार बेटर बाइक हो इफ इन केस तपाईँले हिरोकै स्प्लेन्डर प्लस खोजिरहनु भएको छ भने 1,10,000 मा तपाईँले यो आफ्नो पाउन सक्नुहुन्छ र यसमा पनि तपाईँको 1,10,000 त नभनौँ यसमा पनि तपाईँको नेगोसिएबल छ 1,05,000 भनेर भनौँ म झुक्के अलिकति माफ पाऊँ यसको लागि पनि तपाईँहरू 1,05,000 भन्ने प्राइस कोटेड गरिएको छ इफ इन केस तपाईँलाई चाहिएको छ भने लटको 1000 जस्तै हो आउनु सक्नुहुनेछ है बनाउनु पर्ने केही छ भने अन द स्पट बनाएर दिन्छु भनेर भन्नुभएको छ भन्दा के चाहियो त मैले फेरि पनि भन्न चाहेँ यो हलेसी अटोमोबाइल्स भोलि शनिबार पनि खुल्छ भोलि पनि आउनु सक्नुहुन्छ है 63 लटको 75,000 मा तपाईँले पाउन सक्नुहुन्छ ट्रिगर यो अहिले पनि गएको छैन यो पनि तपाईँलाई मजाले आउँछ 64 लटको 80,000 मा रहेको छ प्लस ग्ल्यामर रहेको छ 79 को तपाईँको 1 लाख रुपियाँमा पाउन सक्नुहुन्छ अर्को युनिकर्न रहेको छ 62 लटको तपाईँहरूले यो पनि सस्तो दाममा 80,000 मा पाउन सक्नुहुन्छ हामीसँग एउटा साइन र एप्रिला पनि रहेको छ देख्न सक्नुहुन्छ सिल्भर कलर टचमा रहेको छ इभन के सस्तो खालको साइन खोज्दै हुनुहुन्छ भने यो पनि पर्फेक्ट अप्सन हुनसक्छ है
68 लटको 68 लटको रहेको छ जम्मा 1,05,000मा तपाईँहरूले आफ्नो पाउन सक्नुहुन्छ 82 लटको पनि तपाईँहरूले यो चाहिँ के त भन्दाखेरि एप्रिलमा भइहाल्यो यो पनि तपाईँले ब्ल्याक कलर एडिसनमा 1,10,000 आफ्नो पाउन सक्नुहुन्छ हामीसँग बगम्यान र तपाईँको एन्ट्रक र डियोको कलेक्सन पनि रहेको छ जुन तपाईँको बगम्यान रहेको छ 104 लटको रहेको छ यो पनि 1,25,000मा आफ्नो पाउन सक्नुहुन्छ 107 को एन्ट्रकको रहेको छ यो पनि नन एफआई भइहाल्यो ड्रम भेरिएन्टमा भन्नु भनौँ सिल्भर कलर टचअप र ब्ल्याक कलर डुअल टोन कलर फिनिसिङमा रहेको तपाईँको 107 लटको यो पनि 1,25,000 आफ्नो पाउन सक्नुहुन्छ 62 को 90,000 साथीहरू है यो 62 को पनि 90,000 नट अ बिग डिल यसमा पनि नेगोसिएबल हुन्छ रातो कलरको डियो खोज्नेहरूलाई यो पनि एउटा राम्रो अप्सन हुनसक्छ 62 लटको हलेसी अर्डन प्राइसले 90,000 प्राइस कोटेको छ त्यसमा पनि नेगोसिएबल हुन्छ शनिबारको दिन पनि पसल खोल्छ आउन सक्नुहुन्छ है त्यसपछि 117 लटको रहेको छ यो पनि तपाईँको ब्लू कलर टचअपमा रहेको छ देख्न सक्नुहुन्छ एन्ट्रक भइहाल्यो डार्क ब्लू र तपाईँको ब्ल्याक कलर फिनिसिङमा रहेको छ यो पनि नन एफआई भइहाल्यो 117 लटको इफन के सस्तो खालको तपाईँले एन्ट्रक खोजिरहनु भएको छ भने 1,45,000मा तपाईँले यो पनि तपाईँको 20 मोडलको आफ्नो पाउन सक्नुहुन्छ भने 79 लटको हामीसँग एभेटर रहेको छ धेरैले रुचाउनुहुन्छ एज कम्पेयर टु डियो पनि है डियोभन्दा अलिकति रिसेल अलिकति कम भएको कारणले गर्दाखेरि राइडिङ क्वालिटीमा जेन्ट्सहरूले पनि युज गर्ने 79 लटको यो फुल मेटल बडी भएको सिल्भर कलर टचअपको तपाईँहरूले 1,30,000मा तपाईँहरूले यो पनि आफ्नो पाउन सक्नुहुन्छ एकचोटि आउनुहोस् भिजिट गर्नलाई मैले भने शुक्रबारको दिन तपाईँको भिडियो अपलोड हुँदैछ भने शनिबारको दिन पनि पसल खुल्ला हुन्छ आइतबार त खुल्ला हुने नै भयो 220 चाहे पनि छ जिक्सर चाहे पनि छ बुलेट चाहे पनि छ रोनिन चाहे पनि छ एफजेड V2 220 एन्ट्रक सबै चिज रहेको छ भने एउटा यो पनि रहेको छ जुन चाहिँ के भन्दाखेरि 102 लटको रहेको छ यो चाहिँ तपाईँको होन्डाको डियो नै भइहाल्यो एज कम्पेयर टु अहिले त होन्डाको डियो एकदमै हाई छ है रेट डिसेल पनि राम्रो टायरको लुक्स देख्न सक्नुहुन्छ बडी फिनिसिङ चकाचक रहेको छ 102 लटको यो पनि तपाईँहरूले 1,40,000मा आफ्नो पाउन सक्नुहुन्छ त्यो पनि मात्र हलेसी अर्डन प्राइसमा है मैले यहाँको कभर गरेँ अब म तपाईँलाई भित्र देखाउन चाहन्छु प्लस हाम्रो यो गोदाम भइहाल्यो देख्न सक्नुहुन्छ यो 65 लटको रहेको छ के त भन्दाखेरि तपाईँको 180 पल्सर हो त्यति बेलाको एकदम डर बाइक हो यो है कलर फिनिसिङ एकदम चकाचक रहेको छ इन केस तपाईँले 180 सीसीमा चाहिएको छ एउटा बलियो बाइक यो चाहिँ कस्तो भयो नि म चाहिँ के रिकमेन्ड गर्न चाहन्छु भने सिटी ओरिएन्टेड भन्दा पनि तपाईँ आउटसाइड भ्याली हुनुहुन्छ भने यो चाहिँ तपाईँले आँखा चिम्रेर लिएर जाँदा हुन्छ किनभने यसको पार्ट्सहरू 220 गई र 150 को लागि पनि हाल्छ र प्लस तपाईँको त्यति बेला एकदमै बलियो बाइक हो है 180 सीसीको रहेको यो तपाईँले 65 लटको सिङ्गल ह्यान्डेड एकदम फुल फाइन कन्डिसनमा रहेको छ 85,000मा आफ्नो बनाउनु सक्नुहुन्छ भने इफ इन केस केही बनाउनु पर्छ भने तुरुन्तै अन द स्पट बनाएर दिन्छु भन्नुभएको छ है देख्न सक्नुहुन्छ अगाडि पनि नयाँ टायर छ बडी फिनिसिङ चकाचक छ तपाईँको स्पिड सिट हुन्छ यसमा चाहिँ है पछाडिको टायर पनि ब्रान्ड न्यू नै कन्डिसनमा छ है यसको लागि पनि आउन सक्नुहुन्छ 65,000 को 85,000 नट अ बिग डिल है त्यसपछि अर्को एउटा होन्डाको डियो रहेको छ जुन तपाईँको यो चाहिँ कति त 77 लटको रहेको छ है ब्लू र रेड व्हाइट कलर फिनिसिङमा रहेको छ इफ इन केस डियो चाहिरहनेहरूलाई यो पनि पर्फेक्ट अप्सन हुनसक्छ जुन 77 लटको 1,10,000मा तपाईँले यो आफ्नो बनाउन सक्नुहुन्छ अब हामी भित्र जान्छौँ है त त्यसपछि यो देख्न सक्नुहुन्छ 41 लटको 60,000 को बाइक खै भनेर भन्नुभएको थियो नि हो ल आयो 60,000 को यो बलियो बाइक पनि आयो जुन तपाईँको अपाचे सिरिजको त्यति बेलाको एकदम बलियो बाइक जुन तपाईँको 160 सीसीमा हुन्छ है इफ इन केस चाहिएको छ भने यो पनि तपाईँले 60,000मा पाउन सक्नुहुन्छ कति लटको त 41 लटको यो पनि 60,000मा है 82-83 को कर त तिरेर आइने हाल्छ है प्लस एउटा हेलमेट पनि अफरमा छ भने यो चाहिँ हाम्रो गोदाम हो नचुकिने होला अगाडि पसल अघि सानो भएको कारणले गर्दा हामीले यहाँ राखिराखेको हो भनेपछि यो 70 लटको रहेको छ यो पनि फार बेटर कन्डिसनमा छ भनेर भन्नुभएको छ 1 लाख रुपियाँमा तपाईँले यो डियो आफ्नो पाउन सक्नुहुन्छ र 49 लटको पनि रहेको छ जुन 50,000मा तपाईँले बनाउन सक्नुहुन्छ लटको 1000मै ब्लू कलर एडिसनमा रहेको छ यो डियो पनि आफ्नो पाउन सक्नुहुन्छ 115 लटको रहेको छ यो पनि 1,50,000मा तपाईँले आफ्नो पाउन सक्नुहुन्छ प्रदेशकै रेड कलर टचअपमा रहेको यो डियो पनि रहेको छ 115 लटको 76 लटको रहेको छ यो पनि 70,000मा फ्यासिनो है साथीहरू अरूले बे लटको 1000मा भन्छ होला यसमा पनि प्राइस घट्छ नघट्ने होइन फ्यासिनो चाहिरहेको छ 76 लटको भने यो पनि फार बेटर कन्डिसनमा रहेको छ यो पनि तपाईँले 70,000मा आफ्नो पाउन सक्नुहुन्छ है 135 को हामीसँग ड्रम भेरिएन्टमा रहेको छ जुन तपाईँको एफआई भर्जन भइ नै हाल्यो कि नन एफआई भर्जन भइहाल्यो 135 लटको 1,55,000मा यो 22 मोडलको तपाईँले आफ्नो पाउन सक्नुहुन्छ टिभीएसको एन्ट्रक है त्यसपछि हामीसँग फ्यासिनो रहेको छ यो चाहिँ एफआई भर्जनमै हुन्छ है देख्न सक्नुहुन्छ तपाईँको रेजर इन्जिन हुन्छ एज कम्पेयर टु अहिले नेपालमा भन्दा पनि इन्डियामा धेरै चलेको 116 लटको 20 मोडलको तपाईँले 1,20,000मा तपाईँले आफ्नो पाउन सक्नुहुन्छ जुन एफआई टेक्नोलोजीवाला रेजरकै इन्जिन हुन्छ यसको लागि पनि आउन सक्नुहुन्छ भने पहिला आएको रेजर यो भयो त्यसपछि सेकेन्ड यो भयो अहिले त अर्को रेजर स्टुडियो र्यालीहरू पनि निस्केको छ जुन सर्वाधिक लोकप्रिय रहेको छ भने 88 लटको रहेको छ यो पनि 85,000मा पाउन सक्नुहुन्छ यसमा पनि नेगोसिएबल हुन्छ साथीहरू है 85 120 155 70 150 50 1,60,000 1,10,000 कुन चाहियो साथीहरू मजाले आउनुहोस् भिजिट गर्नुहोस् आएर तपाईँले टेस्ट ड्राइभ गरेर ढुक्क पारामा फेरि पनि मन चाहे आज शुक्रबारको दिन मैले भिडियो अपलोड गरेको छु शनिबारको दिन तपाईँहरू इफ इन केस चाहिएको छ भने स्कुटर अथवा बाइक के मनपर्छ मजाले जान सक्नुहुन्छ सकेसम्म मैले सबै कभर गरेँ साथीहरू पुरानो मान्छे चोक भनिहालेँ मैले 10 घर माथि र 5 घर माथि रहेको छ हलेसी अर्डन बाइज यहाँ पारिपट्टि भइहाल्यो श्याम कलेजको ठुलो बिल्डिङ रातो बिल्डिङ
लेप्चाने ग्लोबल कलेज भइहाल्यो सजिलो छ लोकेसन आउनुहोस् यता भिजिट गर्नलाई मैले भित्रको पनि देखाएँ यहाँको पनि देखाएँ आएर ढुक्क पारामा टेस्ट ड्राइभ गरेर तपाईँ चिनजानको साथीभाइ बोलाउनुहोस् मिस्त्री बोलाउनुहोस् र होइन तपाईँलाई त्यस्तै डाउट छ भने हाम्रो सर्भिस सेन्टर पनि नजिकै रहेको छ हलिसी एन्टरप्राइजले त्यहाँ पनि आएर मजाले भिजिट गरेर तपाईँलाई मन परेको कुनै पनि हलिसी एन्टरप्राइजमा मजाले स्क्रिनसट लिएर आउनुहोस् तपाईँलाई त्यसमा पनि डिस्काउन्ट छ भने एउटा हाफ हेलमेट पनि तपाईँहरूलाई प्रोभाइड हुनेछ है यति भन्दै म मेरो आफ्नो क्यामेरा अफ गर्छु आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ र यस्तो भिडियो कन्टेन्टको लागि सब्सक्राइब गर्न नबिर्सिनु होला के त NEPL एचएनटी म फेसबुकमा पनि छु इन्स्टाग्राममा पनि छु म टिकटकमा पनि छु सेम एज इट इज NEPL एचएनटी बाई